हेलो साथीहरू, सेवाहरू सन्चै हुनुहुन्छ होला नि। आज चाहिँ म कहाँ जानु रेडी हुँदै गरेको भने प्याज उखाल्नुपर्ने टाइम भएको छ क्या हाम्रोतिर। पानीले गर्दाखेरि प्याजै राम्रो फलेन, अनि त्यही भएर प्याज पनि फेरि सबै गएको सक्नु आँटेछ। त्यही भएर उखालेर ल्याइहाल्ने भनेर जाँदै गरेको हो क्या म पनि आज। सानो घरमा यो चाहिँ हाम्रो माथिन धारा हो। पहिले यहाँ हामी नुहाउँथ्यौँ, लुगाहरू धुनु, घरमा पानी मर्दै आउँथ्यौँ। यहाँको पानी साह्रै मिठो हुन्छ। जाडोको बेलामा बिहान तातो हुन्छ कि यहाँको पानी, गर्मीको बेला फेरि कस्तो चिसो हुन्छ। आएको आउँछ योपालि पानीले गर्दा प्याज पटक्कै पनि कामै दिएन हो। 1000 बोट रोपेको यति नै हो। अब अलिकति तल छ, पानीले त नासै गर्दो रहेछ नि त प्याजलाई। त पानी धेरै भए पनि फल्दै नफल्ने, सबैभन्दा ठुलो फलेकै यस्तोहरू फलेछ त बिचरै लाग्दै लागेन रहेछ। प्याज यस्तै फलेछ योपालि। बोट त 400 ग्राम जतिको फलेको थियो एउटा एउटामा, योपालि त छैन। यस्तोहरू मात्रै फलेछ।